सुकुम्बासी समस्या समाधानका निम्ति व्यवस्थित ढङ्गले उहाँहरूको चाहिँ तथ्याङ्क लिएर उहाँहरूको अवस्थाको बारेमा व्यवस्थित ढङ्गले चाहिँ व्यवस्थापन गरेर मात्र डोजर चलाउँ, नागरिकलाई बेघरबार बनायौँ भने तिनै नागरिकहरूले बनाएको सरकार हो। तिनै नागरिकको मतद्वारा हामी सबै यो ठाउँमा पुगेका छौँ। यो चाहिँ सुकुम्बासी समस्या व्यवस्थित ढङ्गले राज्यले समाधान गरोस्, मन्त्रीज्यूले यो मन्त्रालयले यसतर्फ पहल गरोस्। म मन्त्रीज्यू मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। त्यसै गरिकन सहकारीको रकम नागरिकको करबाट होइन, अपचलन गर्ने मान्छेहरूलाई कटघरामा ल्याएर उहाँहरूबाट असुल उपर गरेर ती चाहिँ पीडित ठेलामा मकै पोलेर मजदुरी गरेर थोरै पैसा जम्मा गरेकाहरूको चाहिँ रकम फिर्ता गरिनुपर्छ र त्यसका निम्ति राम्रा सहकारीहरू जो सानसाना नागरिकको चाहिँ आत्मनिर्भर बन्नका निम्ति सहयोग गर्ने सहकारी पनि छन् र चाहिँ लुटेर त्यसमा चाहिँ व्यवसाय चलाउने र त्यसलाई चाहिँ ठगी धन्दाको रूपमा मौलाएका त्यस्ता सहकारी पनि छन्। त्यसको अनुगमन गरौँ, अनुगमनमा जाउँ र नियमन गरौँ, राम्रालाई प्रोत्साहन गरौँ, नराम्रालाई कटघरामा ल्याउँ। सरकारले कार्यक्रम बनाओस्, हामी सरकारलाई सहयोग गर्न तयार छौँ। अब हामीलाई छुट छैन, अब हामीले समाधान दिनुपर्छ। समाधान गर्नका निम्ति म जुनसुकै पार्टीबाट म चाहिँ यहाँ प्रतिनिधित्व भए तापनि जनताको समस्या समाधानका लागि, सुकुम्बासी समस्या समाधानका लागि राज्यलाई सहयोग गर्न तयार छु र सहकारी पीडितहरूलाई न्याय प्रदान गर्नका निम्ति कहाँनिर सहयोग गर्नुपर्छ, सरकारलाई के कहाँनिर समर्थन गर्नुपर्छ, हामीलाई अध्यादेश मार्फत जानुपर्ने केही जरुरी छैन। हामी चाहिँ सदनमै खुलेर हामी चाहिँ जनताको पक्षमा, परिवर्तनको पक्षमा र न्याय र सुशासनको पक्षमा, विधिको शासनका लागि हामी जहिले पनि तयार छौँ। सुकुम्बासी समाधान व्यवस्थित ढङ्गले गरियोस्। डोजर आतंक गरेर जनतालाई भए राति निन्द्रा नलाग्ने, आत्महत्या गर्नुपर्ने स्थितिको अन्त्य गरियोस् र चाहिँ सहकारी समस्याको समाधानतर्फ सरकारको चाहिँ गम्भीर ध्यान जाओस् र चाहिँ राज्यको कोषबाट होइन, ती चाहिँ अपचलन गर्नेहरू र ठगी गर्नेहरूलाई कटघरामा ल्याएर असुल उपर गरेर लैजानुपर्छ। जहाँसम्म कर्मचारी तन्त्रको समस्या छ, बजेट पर्याप्त छ, खर्च गर्न सकिराखेका छैनौँ र चाहिँ त्यो रकम परिवर्तन र समस्या समाधानतर्फ खर्च गरियोस्। यसतर्फ ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।